मैले त्यो टिकटकमा भिडियो हालेँ होइन। अनि बिहान उठेर हेरेँ, अनि बिहान उठेर हेरेपछि ल भ्युज त यार 1,15,000 भ्युज छ त आमामा। त्यसपछि यार म त खुसीले है के गरौँ भयो कि अब तर कमेन्ट पनि नेगेटिभ थियो, अलिकति घरबाट चाहिँ गरेर आएको थियो होइन। त्यही पनि ठिक छ, अहिले त यस्तो सुन्नुपर्छ हो कमेन्टमा लागेर मैले भिडियो नबनाउने भन्ने चिज हुँदैन गाइज। यस्तै भिडियो हेर्नुहुन्छ भने चाहिँ च्यानललाई सब्सक्राइब र फलो गरेर चाहिँ मलाई सपोर्ट गरिदिनु होला गाइज। र मलाई मन नपराउने मान्छेहरूलाई नि ठिक छ होइन, थ्याङ्क यू सर नराम्रो कमेन्ट गरिदिनु भएकोमा। अनि राम्रो कमेन्ट गर्नुभएकोलाई झनै धन्यवाद र लाइक गर्नुभएकोलाई त झनै मेरो माया छ होइन। लाइक कमेन्ट गर्नुभएकोलाई ल फलो गर्नुभएकोलाई नि कमेन्ट्स छ र तपाईँहरूलाई भिडियो मन पर्दैन भने चाहिँ होइन गाइज बरु भिडियो नहेरिदिनुहोस् के होइन। मेरो भिडियो मन पर्दैन भने, किनभने यो त सिक्ने हो नि त, अहिलेको बेला भनेको सिक्ने हो नि त। मैले त भर्खर युट्युब स्टार्ट गरेको कति भयो भने लगभग समथिङ वान मन्थ्स होइन। तर 1 मन्थमा मैले धेरै भिडियो नै हालेँ होइन, किन रेगुलर भिडियो हाल्न थालेँ भने कि 2-3 दिन भयो कि मैले रेगुलरै भिडियो हालेको छु। अहिले चाहिँ मैले छुट्याएको छैन कि अब मैले रेगुलर भिडियो हाल्छु, किनभने मेरो सुरुमा त भ्युज त 1 भ्युजको लागि गाइज, 1 भ्युजको लागि होइन। म अहिले यार कति त्यो भिडियोमा, युट्युबको भिडियोमा, टिकटकको भिडियोमा है मैले तपाईँहरूलाई अर्को भिडियोमा नि भनेको थिएँ कि मैले युट्युब स्टुडियो र टिकटक त होइन यति हेर्थिनँ कि होइन। सायद म त्यो 24 घन्टा के हेरेँ हो कि मैले चाहिँ। त्यसैले चाहिँ के भने यस्तै हो, ठिक छ होइन। भिडियो बनाउनु पर्छ गाइज, मान्छेहरूले गाली गर्यो भन्दैमा अब मैले भिडियो नबनाउने कुरा भएन। अनि हिजो सर्भिसिङ गऱ्यो, अनि हिजो अब सर्भिसिङ गरेपछि अब बाइक चाहिँ राम्रो भयो। अनि मैले मेरो बाइकमा चाहिँ त्यो लाइट हालेको थिएँ कि, अनि लाइट हालेपछि के भयो भने लाइट हालेँ। अनि लाइट हालेपछि बिहान उठेर हेरेँ कि मेरो बाइकमा चाहिँ पहिला पनि ब्याट्री चाहिँ डाउन भइसक्यो क्या। अनि ब्याट्री डाउन भएपछि अनि मलाई लाग्यो कि यो पक्कै लाइटले गर्दा हो भने, अनि ब्याट्री नै बिग्रियो अरे। अनि त्यो ब्याट्री पनि फेर्नुपर्छ भनेर भन्दैछ। ब्याट्री पनि अब अर्को पालि सर्भिसिङ गरेर फेरौँ। अब अहिले यहाँ युट्युबबाट इन्कम छैन, बिलै यहाँ 3,000-4,000को सर्भिसिङ गरेर बिल उठ्छ भने यार योभन्दा पहिला जाने 33 उठेको थियो। अब अहिले यहाँ 3,000 जति उठेको छ यस्ताले, तर कम के यस्ताले होइन, सबभन्दा कम के जम्मा केही गरे छैन बाइकलाई होइन। एउटा मोबिल हाल्यो, एउटा मोबिल फिल्टर फेऱ्यो, अनि त्यसपछि त्यही हो भने त्यति गर्दाखेरि 3,000 जम्मा के। अब झन् अब अस्ति त चाडा बेरिङ हालेको थियो यार, के हालेको थियो। अब अस्ति यो चाहिँ मेरो चाहिँ सेकेन्ड टाइम हो सर्भिसिङ होइन। त्यही भएर तपाईँहरू चाहिँ यो बुर्जुधारामा रहेको सिलाहिल मोटर वर्कसप यो सिजुकीको छ, यो दौरा डिपोमा छ होइन। यो ट्याक्कै तपाईँहरूले यो उत्तर नागढुङ्गाबाट आउने बाटोपट्टि छ। उहाँ दाइले चाहिँ तपाईँलाई चाहिँ एकदम राम्रो सर्भिसिङ गर्नुहुन्छ के, धेरै नै के। मैले होइन चित्त बुझ्ने भनेको त्यही दाइ भाटा हो क्या सर्भिसिङ गर्दाखेरि के। मलाई चाहिँ अरू भाटा बुझ्दैन के चित्त के। मैले होइन त्यो दाइले छोडेर अहिले मैले अर्को एकजना भाटा गएको थिएँ कि सर्भिसिङमा, त्यहाँ मलाई बुझेन यार, चित्तै बुझेन। न कि मलाई टाइम हुनु न केही हुनु क्या, एउटा चित्त बुझेन क्या। मैले त्यही दाइकोमा गएँ कि होइन, बरु ट्रस्ट हुन्छ नि त मान्छेको, एउटा ट्रस्ट हुन्छ कहाँ सर्भिसिङ गर्ने भन्ने। त्यसैले यतापट्टि उयो साइडको छ होइन सिलाहिल वर्कसप। उहाँ दाइको नि युट्युबमा चाहिँ लगभग 85K फलोवर्स छ क्या। अनि सर्ट भिडियोमा चाहिँ भ्यू चाहिँ 7.5 मिलियन गएको उहाँ दाइको भिडियोमा। कस्तो कुरा हो यो 20 यार, मेरो 15 स्पिड छ यार, बाफ्रे। थियो जब हाम्रो यस्तो परिरहेछ छुट्टिएर उयो हो है। उहाँ दाइको वर्कसप चाहिँ उयो हो, म देखेको छु तपाईँलाई यहाँ अगाडि हो। मैले चाहिँ होइन रेगुलर के उहाँ दाइकोमै सर्भिसिङ गरेर हुन्छु। यही हो वर्कसप होइन, यहाँको वर्कसप यही हो वर्कसप चाहिँ। अनि मेरो खाजा खाने ठाउँ बेलुका बिहान चिया चाहिँ उयो नेवारी खाजा घरमा खान्छु बिहान चिया। अनि त्यही हो गाई, अब अरू के भन्नु होइन।
मैले पेट्रोल चाहिँ सधैँ यहीँ हाल्छु, अगाडि पेट्रोल पम्पमा हाल्छु। चाहिँ एउटा डिपोमा छ पेट्रोल चाहिँ मलाई यहीँको पेट्रोल विश्वास लाग्छ गाई एउटा ऊ लाग्दैन विश्वास। गाई जब म चाहिँ एक ठाउँमा चिया खान जान्छु फर्स्ट अफ अल त म चिया खाएर अनि घर जान्छु अनि भिडियो एडिट गर्छु। अनि अब काम गर्न पऱ्यो गाई यार। हेर्नु गाई मैले युट्युबलाई होइन फुल टाइम दिएको छु के अहिले त पुरै टाइम दिएको छु क्या मैले युट्युबलाई। अरू केही काम पनि गर्दैन जस्ट भिडियो बनाउने हो। फुल टाइम दिएको छु त्यसैले च्यानललाई सब्सक्राइब हानिदिनु पऱ्यो ल मेरो केलाई भने युट्युब च्यानललाई अब यो पसल चाहिँ खुलिरहेको छैन है त्यसैले म यहाँ चिया खान आइहाल्छु अब ओ माई गस हेलो कतापट्टि फर्काएर राख्ने यतैपट्टि फर्काएर राख्ने त होला यहाँ बाइकलाई त यतापट्टि फर्काएर राख्यो भने मलाई ऊ हुन्छ कि यही त होइन कतै हिजो मैले यही त होइन त्यो गाडी यो होइन अर्कै गाडी हो धादिङ रोयल धार्किङ hello